बन्छ अनि ढेस्सु पनि बन्छ। ढेस्सु पनि कति मिठो हुन्छ। म हालेर यी झिँगा किरा पनि कति धेरै छन्, कुरै छोड्नु क्या। ओल्बाद आउँछन्, आफू सानो छन्, हात मुख राख्छन्, यस्तो रिस उठाउँछन्। सबैजनाले भन्नुभएको थियो झिँगा कति धेरै हो नि त, औषधी हालेर मार्नु भन्नुभएको थियो होइन। जति मारे पनि आइजान्छन् क्या। अब चुली पाक्यो भनेपछि अनि साउने ज्वरो पच्छन् क्या चुलीले, अनि ज्वरो काट्छ गरे अनि मर्छन्। नत्र त भनेर गाह्रो छ, गाह्रो मर्दैनन् झिँगा। औषधी हाले पनि मर्न त पर्छन्, आइहाल्छन् कि घरहरू नजिकै छन्। हेर्नु यस्तो पिठो आउँछ। अनि यसलाई चाल्ने, अनि यसलाई भिजाउने मजाले, अनि मजाले लगर हाल्ने, रातो नुन खुर्सानी गरी खाए भयो। दही दुधसँग पनि एकदमै मिठो हुन्छ साथीहरू। गफ मात्रै गरेर भन, अब साँझको खाना चाहिँ रेडी बनाउनु पर्यो। मैले चाहिँ छिटो पिल्न लागेँ है। तिउन ताउनको तयारी गर्नु पर्यो। कम्ता गाह्रो छ। ए यस्तो हुन्छ ट्याक्क यस्तो भने अनि पिस्ने हातको हेर्नु त हरिभिजो भयो कि पुरै फोका उठेर अनि जलाउरा उठि जान्छन् क्या। कम्ता गाह्रो छ र। एउटा गेरो पनि फुत्याउनु हुँदैन फेरि साथीहरू। यति दुःख गरिन उ गरेको छ लगे फापर हो। एउटा गेरो पनि फुत्याउनु भएन। गर्नुपर्छ। हात हेर्नु त कति रातो भएको के।